रबिना लामा एन्ड मी निस्मा लामा। अनि आज चाहिँ न्यु इयर छ 2080। आजबाट हामीले चाहिँ होइन प्रवेश गरेका छौँ र सर्वप्रथम चाहिँ सबैजनालाई 2080 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ हामी सबैजनाको तर्फबाट। अनि तपाईँहरूको यो साल चाहिँ एकदम सक्सेसफुल होस् होइन, तपाईँहरूको सबै ड्रिम सक्सेस होस् भनेर हामी विस गर्छौँ। अनि जसले चाहिँ मेरो च्यानलमा सब्सक्राइब गरिदिनु भएको छ होइन, 60 जना सब्सक्राइबर हुनुहुन्छ, उहाँहरू सबैजनालाई म मेरो हृदयदेखि धन्यवाद अनि दिन चाहन्छु होइन। आज हामी चाहिँ यस्तो राम्री भएर कहाँ जान लागेको छौँ भनेर सोचिराख्नु भयो होला, नसोच्नु, हामी न्यु इयरमा घुम्न जान लागेको छौँ। अनि हामी सँगसँगै यसको लागि बसन्तपुर जाने फिक्स भयो हाम्रो चाहिँ। यता पछाडि रबिना छ। भएको छैन भने यही बाटो जानु यही बाटो जानु है। कोही जानु भएको छैन, यहाँ निस्मा चाहिँ हिँडिराखेको छ, खुसी भएर हिँड्ने हो। यो बाटो हिँड्ने समय हामी चाहिँ उता मासतिर हेर्नु त त्यस्तो धेरै भिड छ होइन, अनि हामी चाहिँ यो बाटो हिँडेको। हेर्नु त गाडीहरू मान्छे यहाँ कति धेरै, हामीले साथी भेटेकै छैन। सुन पसल सुन पसल ब्याग होलसेलमा ब्याग भनिराख्नु भएको छ। गाइज होइन हामी चाहिँ यहाँ आइसक्यौँ, अब आइपुग्न लागिसक्यौँ। सागरलाई चाहिँ लुगा लगाएर त्यही पनि हामीले लिएर आयौँ जसरी भए पनि। लुगा लाग्दा त केही पनि हुँदैन। अब अमिलो पिरो मजाले चखाएर लुगा निको पार्ने कार्यक्रमहरू गर्नुपर्छ होइन। अब आइपुग्नै लागिसक्यौँ हामी। फाइनल्ली हामी आइसक्यौँ है गाइजहरू।
त्यसरी नै हेर्छ होला त्यो अरूबाट पुरै बसन्तपुर आइसक्नु भएको छ होइन ओके को आएको वै फर्स्ट टाइम वै को आएको फर्स्ट टाइम हेर लिस्टमा तिमी पनि फर्स्ट टाइम होइन सलन चाहिँ फर्स्ट टाइम आएको मान्छेले यहाँ फर्स्ट टाइम म भन्ने क्या म चाहिँ फर्स्ट टाइम के धेरै कतिचोटि कतिचोटि रवि नानी फर्स्ट टाइम है फर्स्ट टाइम हो एउटा गनेर साथै छ कस्तो रमाइलो छ मान्छेहरू धेरै भएर गाई चिया चाहिँ कस्तो रमाइलै छ है यति धेरै यहाँ कति चिया भयो होइन के अरे कति चिया भयो भन न कति चियाबा कति चियाबा क्ला क्ला भन्छ ठाउँलाई क्ला कति चिया भयो क्ला रविना चाहिँ रविना टिचिङ मी तामाङ ल्याङ्ग्वेज कसैले त बुझ्नुहुन्छ होला कस्तो भिड हेर आज त आर तामाङ के फर्स्ट टाइम आएको छु म चाहिँ फर्स्ट टाइम सालाई चाहिँ रमाइलो लाग्दैछ अरे कस्तो राम्रो भयो के सबसे होइन सबसे त नभनौँ होला वा त यहाँ के हुँदै रहेछ अब कति रमाइलो क्या छ कि अब यहाँ नाच छ जहाँ पनि म चाहिँ के होस् होला जसले नि रविनालाई नाच भन्दैछ रविना चाहिँ रिसाउँदैछ मरिमरि मरि वा 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 मरि मन रिसाइरहेको कति रमाइलो रहेछ त यहाँ चाहिँ हेर्दै गर्नु होला यस्तो भइरहेको छ क्यामेराहरू पनि रहेछ ठन्डै आज त पनि खिच्छ होला 20 रुपियाँको कुरा आज मिसमा सागर दिएको छ यहाँ के हुँदो रहेछ टु एनदर इयर 250 डेज ग्रेट फ्रेन्डसिप एन्ड अनफर्गेटेबल के के भनेर लेखाएको थियो पढ्नै पाइन यहाँ हेर्नु त कस्तो रमाइलो हामी चाहिँ हराउँछौँ जस्तै लागिसक्यो है यहाँ यत्रो धेरै हरायो भने भित्र जाने हो यी गाइज हेर्नुहोस् है मान्छेहरू यस्तो धेरै हुनुहुन्छ ह्याप्पी न्यु इयर सबैलाई पछाडि हेर्नु त वा क्या ब्युटिफुल यहाँ त यसरी डुल्न मात्र हो कि यहाँ त डुल्ने मात्र यसरी वा रमाइलो भएको एकदम गुड बोय गुड बोय हुनुहुन्छ यहाँ हाम्रो रविना र गुड गर्ल निस्मा है मन्दिरहरू हेर्नु त्यही भएर काठमाडौँलाई चाहिँ मन्दिर भएको होइन के अरे सिटीको रूपमा पनि चिनिन्छ वा मन्दिर छ क्या हामी चाहिँ अब खाना जान लाग्यो है अर्पणले हामीलाई एकदम मिठो मोमो भएको ठाउँमा लाँदै हुनुहुन्छ मिलाएर एकदम के वै विशाललाई जिस्कायो अरे वाह कस्तो राम्रो ठाउँ सच अ ब्युटिफुल प्लेस हामी चाहिँ मोमो खान जाँदैछौँ हामीसँग तपाईँ पनि हिँड्नु होला मोमो खानलाई नयाँ बाइक आयो यता रहेछ एकाइ ठाउँ चाहिँ कता हो अब कता यहीँ हो यहीँभित्र हो ल फाइनल्ली हामी आइपुग्यौँ फाइनल्ली मोमो आइसक्यो देखाउँछु नि कसैले त खाइ नै सक्यो ल फाइनल्ली हामी चाहिँ खाइसक्यौँ होइन खाएर पनि अब फेरि हिँडेको अब फर्केको अनि मिठो रहेछ मोमो 50 रुपियाँ प्लेटको अनि ओइ आऊ न फर्किँदा चाहिँ यो हामी चाहिँ फर्किँदा यो बाटो फर्किँदैछौँ आउँदा हामी अघि अर्कै बाटोबाट आएको थियौँ गाडीहरू हिँड्दै अघिको मान्छे गाडीहरू हिँड्दैन यहाँ सबहरू रहेछ राम्रो राम्रो क्याबको अनि ब्यागहरूको अब होइन मसँग त पैसा छैन किनौँ भने कसैलाई चाहियो भने किन आउँ होला स्टाफ चाहियो भने यहाँ गाडी रहेछ वा कस्तो क्युट क्युट हेरेर न लग्न त्यहाँ हेरेर भिडियो गर्दै हिँड्ने हेलो गाइज अघि सागर भन्दा छैन हामी चाहिँ
यो बाटो फर्किँदैछ हेर्नु मेरो पछाडि धेरै पसलहरू छ एकदमै धेरै धेरै टाइप्सको प्लिज आउनु होला किन्नु होला हामीले नकिने भने किनकि हामी त बेरोजगारी हो नि त बेरोजगारी हो पढ्दैछौँ अहिले अनइम्प्लोइमेन्ट पिपुल हो वी आर सो हामी यो बाटो फर्किँदैछौँ पसलहरू पनि रहेछ जान्ने यो बाटो चाहिँ म एकचोटि हिँडेको थिएँ हिँड्न चाहिँ लाइफमा यो सामान सेकेन्ड टाइम भयो है तपाईँ न लग्न त्यो यहाँ भ्लगमा तिमीलाई आउँदै चप्पल किन यहीँ आउने ल अहिले यहाँ यहीँ किन आउने ल तिम्रो बेमा चप्पल यहीँ किन आउने तिम्रो बेमा छोडिन लागिसक्यौँ होइन हामी दुईजना हराउन आँटिसक्यो एकदम रमाइलो रहेछ होइन अनिखेर यस्तै हो अब यहीँ किन्न आउने रबिनाको बिहेको लागि सबै सपिङहरू लेहेङ्गा साडी ब्लाउज कुर्ता होइन अनि चप्पल उसलाई चाहिँ अनि उसको बिहेको लागि चाहिँ खासमा चाहिँ हामी उसको बिहेकै लागि भनेर हो क्या घुम्न है अझै क्या हामी त्यही भन्दै आएको थियौँ क्या अब रबिनाको बिहेको लागि सपिङ चाहिँ कता गर्ने होला भनेर है अब न्यु इयरको यसो घुमघाम पनि हुने बिहेको लागि सपिङ कता गर्ने भनेर हेर्दै आएको थियौँ ल एकदम पर्फेक्ट रहेछ सपिङ गर्नको लागि सबै कुराहरू पाइने होइन त्यही भएर अब आउनेछौँ हामी उसको बिहेमा लु छिटो बोलिसक्यो के बोल्नुले लाज लागिरहेको ओ माई गड हुनेवाला अनि उसो नि त उता अब हुने दुलै भएर लजाइराखेको छ हेर्नु है गाइज अब छिटो अब यिनीहरूले छोड्यो भने हामी फेरि हराउँछौँ है फास्ट 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 गाइज हामी ठ्याक्कै आइपुग्यौँ अर्पण र उता आइपुगेको छ सागर यता उसको भतिसँग वा यो हो क्या इन्द्रचोक भनेको कहाँ हो इन्द्रचोक होइन है ओइ हेर न रबिना यहाँ त यहाँ पो रहेछ त सपिङ गर्ने ठाउँ त है को लागि हेरेछ है ल भाडाहरू हेरेछ साडीहरू असन्चो गाजा मैले हजुरहरूलाई पुरै घुमाइसकेको छु असन पनि अनि बसन्तपुर पनि होइन लेङ्गा लेङ्गा ल्याएर बोलाउँदैछ कहिले आउने मलाई लिन भनेर वा सो 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 के भन्ने अब सो नाइस सो नाइस इट इज भेरी ब्युटिफुल यहाँनिर वर्ष 2000 सालको हार्दिक मङ्गलमय शुभकामना लेखाइरहेछ यता फाइनल्ली हामी आइसक्यौँ यहाँ नेपालको झन्डा रहेछ हेर्नु न होइन मेरो चाहिँ आँखै तिरिमिरी भइसक्यो क्या यो असन बजार हेर्दा हेर्दा आँखै तिरिमिरी भइसक्यो अब अझै पनि हाम्रो स्टेसन चाहिँ भेटिएको छैन कहाँनिर हो रबिना चाहिँ पसलहरूतिर हेरेछ म चाहिँ न आऊ कुदम उनीहरूले हामीलाई छोडेर जानु लागिसक्यो हेर्नुहोस् यो लुगा देखेर म यहाँ ढल्न लागिसकेँ जमल खिचिसक्यो मैले ओ माई गड हामी चाहिँ जमल निस्किसक्यौँ विश्वज्योति लेखेको फाइनल्ली यहाँ आइसक्यौँ हामी बालाजु भन्न आउँछ खालि बालाजु जमल आइपुग्यौँ यहाँ ट्राफिक दाइहरूले चाहिँ समातिराख्नु भएको रहेछ मान्छेहरूलाई रमाइलो भइरहेको छ अब घर जाने हामी जाने मन छैन घर रबिना घर जाने मन छैन क्या मेरो दुलाहरू खोजेको लगभग 1 महिना क्रस हुन लागेको थियो क्या यसरी बाहिर नहिँडेको चाहिँ बिकज अफ आवर बिजिनेस अफ स्टडी होइन अब के गर्नु होइन 12को इक्जाम आइसकेको छ त्यही भएर बाहिर डुलेर हिँड्न पाएको थिएन आज डुलेर हिँड्यौँ कस्तो फ्रेस भइरहेको छ माइन्ड है घर फर्किने मन छैन क्या अनि को हुनुहुन्छ 12को यसपालि इक्जाम दिनेवाला सबैजनाले कमेन्ट गर्नु होला अनि सबैलाई बेस्ट अफ लक भन्छु अबको ठ्याक्कै 25 डेज बाँकी छ सबैलाई बेस्ट अफ लक राम्रोसँग
इक्जाम दिनु होला। अब हाम्रो नि यो लास्ट होला डुलेर हिँड्ने दिन। अब इक्जाम पछाडि फेरि ब्याक हुनेछु म। मेरो भिडियोमा सबैले सब्सक्राइब गर्नु होला। अनि 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 आज यत्रो धेरै भिजिट गराएको छु। आई होप सबैलाई इन्जोय भयो। हिँड्दै हिँड्दै गएको है गाइजहरू। सुनसानमा कस्तो सुनसान भयो है एकछिन त। यो मेरो तेरा कुर्ती सेक्सी लगती है, कुर्ती सेक्सी सेक्सी, तेरा चेहरा सेक्सी लगता है, चेहरा सेक्सी लगती है तेरी कुर्ती सेक्सी। फाइनल्ली हामी चाहिँ हिँडेर यहाँ लन्चर आइपुगिसक्यौँ। अब हामी बसको एकछिन वेट गर्छौँ। त्यस पछाडि हामी त्यस पछाडि यहाँ बस चढेर हामी घर जान्छौँ।